कार्यसूचीमा लाइखुट्टा स्थापन भयो मूल खाँबा भन्नुहुन्छ र के भन्नु चाहनुहुन्छ? हेर्नुहोस्, आज यो हाम्रो यो यति भित्र एउटा ठाउँमा हैन आफ्नो जातिको हाम्रो कलाकृष्टि संस्कृति आज यति भित्र ठाउँमा हामी सबैभन्दा पहिला त हामी गोर्खा महिला माझ तुल्याजन आञ्चलिकले हामी हृदयबाट धन्यवाद दिन चाहन्छौँ, किनभने उहाँहरूको आज सहयोगमा हामी आज यत्रो ठुलो यो छपातुले बङ्गाली यो आज त पाँचलीदेखि तपाईँले देख्नुभयो लगभग तपाईँको 8-10 किलोमिटर भित्र पर्छ हैन। यस्तो एउटा भित्र ठाउँमा धेरै हैन, हामी 10-20 घर जति छौँ होला हामी गोर्खा हैन सम्प्रदायको मान्छे। तर यस्तो एउटा ठाउँमा दिदीहरूले लिएर यस्तो राम्रो एउटा यो गर्नुभयो, त्यसमा हामी बहुत आशावादी छौँ। हाम्रो संस्कृति यो ठाउँबाट यस्तो भित्र एउटा ठाउँबाट हाम्रो गोर्खाको जाति कलाकृष्टिलाई हामी देखाउन सक्छौँ। हामी जति सक्दो हामी आफ्नो संस्कृति हाम्रो नृत्य हामी विभिन्न नृत्यहरू पनि यहाँ देखाउने प्रदर्शनीमूलकमा देखाउनेछौँ, जस्तो कि डम्फो तामाङ चेलो देखाउँछौँ, मारुनी देखाउनेछौँ र हाम्रो संस्कृतिलाई हामी देखाउनुको लागि र सबै आशा राख्छु यस यति भित्र एउटा ठाउँमा हामी यति दुःख कष्ट गरेर आयोजन गरिरहेछौँ र हजुरहरूको यो हजुरहरूको न्युज मार्फत हामी सबैजनालाई हामी हृदयदेखि निमन्त्रण दिन चाहन्छु कि यो ठाउँमा आएर र राम्रो सरसल्लाह सुपरामर्श दिनुहुन्छ भन्ने हामी आशा राख्दछौँ र हजुरहरूको उपस्थित हामी कामना गर्दछौँ। धन्यवाद। तपाईँहरूको यस यो माघे माघमा कोलाई निम्ताउनुहुन्छ? हामी अब हाम्रो यो दुलियाजन आञ्चलिकमा जति पनि राम्रो हाम्रो साहित्यकार राम्रो व्यक्तिहरू हुनुहुन्छ, जति पनि हाम्रो जस्तो कि यहाँ अब हाम्रो आफ्नो सङ्गठनको गोर्खा छात्र सङ्घको गोर्खा छात्र सङ्घको केन्द्रीय समितिको राकेश लामाजी उहाँ सांस्कृतिक सचिव हुनुहुन्छ। उहाँ हामी विशिष्ट अतिथिमा विशिष्ट वक्तामा राखेको छौँ उहाँलाई, र हाम्रो जिडिसीको चेयरम्यान श्री प्रेम तामाङज्यू आउनुहुन्छ र मेरो शिक्षा गुरु हाम्रो अप्पर आसामको एकमात्र जहाँ नेपाली विभाग छ डिगबोई कलेजको हाम्रो मेरो शिक्षा गुरु श्रीमान देवीचरण छेडाई सरलाई हामी विशिष्ट वक्ता आमन्त्रित अतिथि हिसाबमा हामी बोलाएको छौँ। अझै हाम्रो दर्शकले जान्नु चाहन्छ जे यस समारोहमा विशेष गरेर सांस्कृतिक सन्ध्या भनिन्छ। हजुर, यसमा सांस्कृतिक सन्ध्यामा तपाईँले कसलाई चाहिँ निम्ताउनु? सांस्कृतिक साँझ हाम्रो सांस्कृतिक साँझको लागि हामी हाम्रो उद्यमान शिल्पी ताराबेर लिम्बुज्यू र हाम्रो सृजना राई बहिनीलाई हामी निमन्त्रण गरेका छौँ। साथै विभिन्न यहाँ डिब्रुगढ जिल्ला नभएर छिमेकी जिल्लाबाट पनि तपाईँहरूको यस অনুষ্ঠাनमा तपाईँहरूको अतिथिहरू आउँछन् होला। यसमा उहाँहरूलाई तपाईँहरूले बसन बासनको लागि कस्तो खालको व्यवस्था छ? हामी अब मैले अगाडि नै हजुरहरूलाई भनिसकेको छु, किनभने हामी यहाँ थोरै छौँ, 20-22 गर्छौँ। हामी जस्तो जे हुन्छ हामी सुविधा गर्छौँ र जति सक्दो हामी सुविधा गरिदिनुको लागि हामी प्रयास गर्छौँ। र तपाईँहरूको यस कार्यसूची चाहिँ एक दिनिया हो? हजुर, एक दिनिया हो। 7 तारिक बिहान, हजुर 7 तारिक बिहानदेखि रातिको 12-1 बज्छ। धन्यवाद। धन्यवाद।